आउँछ भनेर पनि यसो घुमाइफिरै बोल्नु पर्छ फेरि हामी डाइरेक्ट नबोलौँ गाह्रो हुन्छ टिकटकलाई नि कोही त हिजोको चाहिँ के अरे हाम्रो चाहिँ थाइल्यान्ड भिडियो काण्ड सुनौँ भनेको बुढाले खोल्दै खोलेन हिजो बबीले यार बब्लीको उ भयो के बब्लीको लागि के अरे हिजो आइडी उड्यो काभ्रेले सन्धिमा नाचे थिए के खुबै आइडी नै खुलुत्तै भयो आइडी नै उड्यो काभ्रेले सन्धिमा नाचे थिए खुलुत्तै भयो बिचराको बुढा बस्ने चाहिँ काठमाडौँतिर कता काठमाडौँमा हो कि त म होइन म यता नवलपुर नरपुर भनेको हाम्रो उता नेपालगञ्जतिर होइन नेपालगञ्ज नवलपुर होइन यता चितवनबाट अगाडि ए हाम्रो चाहिँ बुटोल हो र बुटोल होइन होला बुटोल त होइन चितवनबाट थोरै अगाडि हो के आधी घन्टा भरतपुरतिर हो र भरतपुर यता अगाडि के बुटोल जाने बाटोतिरै हो के गैँडाकोट थाहा छ गैँडाकोट सिजी थाहा तपाईँलाई सिजी नेट चाहिँ थाहा छ तपाईँको कहाँ हो र म बस जन्मेको पोखरा हुर्किएको काठमाडौँ हल अहिले चाहिँ अमेरिका ए कति भयो अमेरिका गएको 10 वर्ष भयो आमा पढाइ छ नि अन्त हुनु अनि हिजोको त कडा काण्ड गरे होइन सर के भएको हिजो मेरो त्यो उकाबार छ नि त मेरो दुइटा उकाबारमा 2 वर्ष एनिभर्सरी भयो थियो होइन आजसम्म खाइयो दारुसार खाइयो लास्ट टाइम केटाहरू मात्तेपछि बियरले नुहाउनु लाग्यो केटाहरूले बियरले नुहाइदिएर है घर आएर यताउता सामान छाप्दा पनि बियर बनाएको थियो सर कालेहरूको कतिको खतरा त्यहाँ त्यस्तो छैन सर कालेहरूलाई यस्तो हो कि कालेको पारामा बोलेपछि कालेहरूले केही गर्दैनन् के हजुर अमेरिकाको कुन स्टेटमा हो र म टेक्सास डलस ए टेक्सासमा हो टेक्सास त सेफै छ क्या सेफै मेक्सिकन एरिया त सेफै छ मेक्सिकन हो नि त टेक्सास त हजुर सेफै छ नेपाली लास्टै छन् डलर्समा वाइल्ड छन् वाइल्ड पुरै त्यो डिबीवाला त होला नि होइन स्टुडेन्ट धेरै छन् स्टुडेन्ट ओजी गर्ने स्टुडेन्ट धेरै छन् के ओजी भनेपछि बुझ्नु होला मैले धेरै नहुनुमा होला ओजी भनेपछि के भन्छ ओजी भनेर युट्युबरहरू जेल परेछन् त्यही गर्ने धेरै छन् के युट्युबर हो नि युट्युबरहरू धेरै जेल परेछ नि एउटा काण्डमा केही गर्ने धेरै छन् के त्यही वाला त्यसरी त म पनि त्यसमै पढ्छु कि चुप लाएर बस्छु हेर्दैन त्यो त अनि केही हुन्न होला नि त्यहाँ अमेरिकामा त त्यस्तो हाम्रो त केही गाह्रो छैन नेपालमा पो हो त 1 महिनामा मैले हाइजेस्ट भनेको 210 हाने थिएँ मन्थली अहिले त नेपालमा त कम्प्लिटली पुरै बन्द भयो नि ए भन्ने हो त्यो सर मेरो इम्प्रेस सब 18 जना नेपालमै छन् हो र यहाँ पनि छन् के 2-4 जना भाइहरूले गर्छन् होइन पुरै बन्द भयो भनेर बस्छन् होइन यो लाइभमा जस्तो कुरा रोक्दिमा फेरि यता कानले कान बढाउने के सर्दै कुरा गर्नु हुँदैन लाइभमा चाहिँ सर व्हाट्सएप नम्बर मागेर व्हाट्सएपमा कुरा गर्ने हो क्या अनि हाम्रो अरू टोलीहरू कहाँबाट राजेश विनायक 15-16 जय महाकाल नमस्कार जय महादेव पिवाई अमृत के अरे पिवाई अमृत ब्रदरसँग यसरी बोल्ने प्रत्यक्ष बोल्ने अवसर मिल्यो धेरै 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 धन्यवाद युट्युबमा हेरिराखेको ब्रदरलाई होइन पुरा हजुर अनि हिजो अस्तिदेखि अब यहाँ साथीहरू लाइभ बस्नुहुन्छ र हेरेको हजुरलाई देखेँ जस खुसी लाग्छ मलाई खुसी लाग्यो तपाईँ आउनुभयो म त मेरो अडियन्सहरू एकदम के सानै होलान् टिनेजरै होलान् जस्तो सोचिरहेको थिएँ होइन
तर आजको ए लगभग त्यो मान्छे चाहिँ लगभग 37-38 वर्ष 40 वर्षकै होला होइन। बुढा सुन्नु न, बुढा युट्युबमा चाहिँ डगी स्टाइल देखाएपछि बच्चाहरू आउँछ नि त बुढा। त्यो पनि हो नि। सुन्नु न, एउटा कुरा सोध्छु है भने म त अब के भएछ भन्छु, यहाँ आउनु त भने अनि गएँ। अनि तपाईँको पिवाई अमृत भन्ने हो, त्यस्तै लाग्यो त अनुहार मिल्छ त अरे के हो अरे लगाइदिएको। तिमी लगाइरह मलाई। यस्तो हुन्छ क्या ब्रदर, के हो भने नि खासमा कुरा, अब हजुरले जुन क्यारेक्टर गर्नुहुन्छ नि हजुर हजुर त्यो चाहिँ केटाकेटी मात्र होइन क्या, एउटा छोरा मान्छे क्या, एउटा छोरा मान्छे भित्रको चञ्चलेपन कस्तो हुन्छ त, सबैलाई मन हुन्छ नि त, सबै छोरा मान्छे भित्र हुन्छ क्या त्यो कुरा खुल्लुली तर तपाईँ चाहिँ एकदम एक्सप्रेस गर्नुहुन्छ, तपाईँले एक्सप्रेस गरेको चाहिँ अरे म भगवान् म पनि यसरी नै एक्सप्रेस गर्थेँ भन्ने त्यो फिल हुन्छ क्या। हजुरले गरिदिनुहुन्छ जे चाहिँ त्यो चाहिँ हामीले मनमा सोचेको हुन्छौँ, हामीले फ्यान्टेसी मात्र हुन्छ क्या त्यस्तो चाहिँ छोरा मान्छेको, अब खुलेर गर्नु मिल्दैन नि त समाजमा। हो त्यही त हो। हजुरको जस यो त्यो होइन, त्यो बन्द कोठामा हुने चाहिँ उसले बाहिर गएर देखाइन्छ त यो। डट्टी हो रे दाइ त डेन्जर हो। त्यति त हान्न पर्यो नि होइन। पर्यो अब हामी चाहिँ गरिब पऱ्यौँ कि यसो बटुलेको छ हल्का हल्का है। भइहाल्छ नि एकदम एकदम अनि हजुर सुन्नुहोस् न सर, हजुर अनि युट्युबमा कतिको टाइम दिनुहुन्छ? मैले युट्युबमा दिइरह हुन्छु। भन्नाले जस अलिक टाइमै दिएर नै गर्नुपर्छ है। ए त्यो त लास्टै टाइम दिनुपर्छ नि आम्मामा। त्यो दियो भने त पुरै डिएनडीमा फोन हुन्छ। अनि त्यसपछि पुरै नन स्टप त दिनरात खानाको नि स्वाद हुन्न मलाई, कतै जानको नि स्वाद हुन्न, काम कि काम। जब त्यो सक्छु दाइले ल त्यसपछि एउटा भिडियो बनाउनलाई कति टाइम लाग्छ सर बाइ द वे? यस्तो रिसर्च भएर छिटै भयो भने खासै टाइम लाग्दैन। मैले त्यो स्क्रिप्टहरू राम्रै गर्छु, छिटै सक्छु होइन। अब भिडियो रिसर्च गर्नु पर्यो, त्यसलाई काटकुट गरेर मिलाउनु पर्यो, तिनीहरू सबै पाइयो भने त छिटै सकिन्छ क्या। दाइले परिवेशमा भिडियो आउने बित्तिकै त्यसको रोस्ट हान्ने के सोचौँ हुन्छ क्या। एउटा ऊ सर्कस त हुनु रहेछ कि मैले एउटा भन्छु एउटै लोकेसनमा बसेर गर्दैन कि बुढाले हुन्छ ठाउँ लोकेसन गर्छन् कि त्यो चाहिँ राम्रो लाग्छ कि। मलाई चाहिँ कहिलेकाहीँ होइन एउटै लाइनले दिनभरि सक्दै के एउटा जब लाइन लेख्नको लागि दिनभरि लाग्यो क्या मलाई। मिलाउँदा त्यो सुरुको स्टार्टिङ कसरी गर्ने, स्टार्टिङ लाइनमा के भनेर हुक लाग्ने, हुक ल्याउने, त्यो गर्दै मेरो त्यसरी दिन गयो के। ओहो सबनाम वेलकम भन्नुपर्छ नि। मैले गाजा पठाइदिएँ शिवजीको अर्को आँखा निस्किन्थ्यो कि त्यहाँबाट अर्को आँखा देखाउँथ्यो कि। अनि हजुरको घर चाहिँ कहाँ हो खासमा? हजुर कहाँ कुन जिल्लाको बासिन्दा पर्नु? नवलपुर जिल्ला, नवलपुरै थियो। नवलपुर जिल्ला हो र? पहिला नवलपरासी चुट्टेको होला होइन सर? दाइले त मैले अस्ति ओमेमा नि भेटाएको थिएँ। त्यताको होइन, यता उसको आमा ओमे गएको थिएँ म। चाहिँ एकजना भाइहरू जिममा पनि गरिरहेको थिएँ। अनि दाइ जानु न एकचोटि भने, अनि त्यसपछि गइहालेँ म। अनि के रहेछ यसो मैले पनि युट्युबरहरूले नि लाइभ स्ट्रिमिङ गर्छन् त्यता सेकेन्ड च्यानलमा गरौँला के रहेछ अनि यसो बुझ्न गएको। ए आमा सबै यासी दिएका फुच्चीहरू के म त यस्तो नराम्रो लाग्यो। खामो देखेन खामो? त्यो पनि देखियो। म त लाग्यो यस्तो पनि हुने रहेछ। ओहो छिची नेपाली नै हुन्छ न जाटाहरू। खम्बा समातेर बस्छन्, खम्बा भोगटे पुरै। अनि यस्तो एउटा कहानी भन्छु होइन। मैले हामी स्पेनिस आउँछ नि त हल्का हल्का। म ब्राजिलियनको थिएँ कि एसिदिएको फुच्चीहरू भन्नुभयो नि होइन। मम यसो ब्रदर्स मम्मा सीता भन्दै चाहिँ जिस्काउँदै होइन भन्नु बुढीहरू त्यो हुन्छ नि भर्खर खालि पुरुक्क देखाएर बा हामी त टुवा एकछिन त भनेपछि त सिनारो भन्दै गएको रमाइलो भन्थ्यो। बिजोग पार्छन्।
हजुर हजुर के भनेको ए यस्तो क्या तपाईँले अब मलाई अचम्म लाग्छ क्या अब यस्तै अब यो सोसियल मिडिया कन्टेन्ट क्रिएटरहरू अरूहरूले अब यस्तो कुराहरू तपाईँको जस्तो कन्टेन्ट डाइरेक्ट बनाउनु मिल्दैन नि त कति गाह्रो पर्छ उनीहरूलाई नि